अब अर्को छ हामीले जान्नै पर्ने कुरा, हाउ टु मेक अ सेन्टेन्स, वाक्य कसरी बनाउने, मेकिङ सिम्पल सेन्टेन्सेस, सरल वाक्य बनाउने तरिकाहरू। सरल वाक्य चाहिँ कसरी बनाउन सकिन्छ, यसको चाहिँ स्ट्रक्चर हुन्छ सब्जेक्ट प्लस वर्ब प्लस अब्जेक्ट, सब्जेक्ट प्लस वर्ब प्लस अब्जेक्ट। सब्जेक्ट भनेको काम गर्ने व्यक्ति, कर्ता भन्छ नि नेपालीमा, द पर्सन हु डज वर्क, सब्जेक्ट। वर्ब भनेको कार्य, एक्सन। अब्जेक्ट भनेको वस्तु पछाडि आउने, वर्ब पछाडि, कार्य पछाडिको शब्दहरू चाहिँ अब्जेक्ट भयो। उदाहरणको लागि म वाक्य बनाएर देखाउँछु। सब्जेक्ट भनेको फर इक्जाम्पल आई, वर्ब भनेको एक्सन, के काम गरिन्छ, काम जेसुकै काम गरौँ, चाहे सुत्ने, उठ्ने, खाने, कपाल कोर्ने, नुहाउने, जे काम होस् सबै काम हो, वर्ब हो। आई इट एन एप्पल, यो चाहिँ के भयो, सिम्पल सेन्टेन्स भयो। अब हाम्रो एभ्रीडे लाइफमा युज हुने, हाम्रो दैनिकी जीवनमा युज हुने चाहिँ आई लाइक म्याङ्गो, वाट डु यु लाइक भनेर सोद्धाखेरि चाहिँ आई लाइक म्याङ्गो भनेर भन्न सकिन्छ है, कसै प्रश्न गऱ्यो भने। अब सेल्फ इन्ट्रोडक्सनमै जाउँ, त्यो पनि सेन्टेन्स मेकिङ सिम्पल सेन्टेन्सबाटै, यो स्ट्रक्चरबाटै बनेको हो। फर इक्जाम्पल आई स्टडी इन ग्रेड, कति ग्रेडमा पढ्ने हुन्छ या आफ्नो लेभल के हुन्छ स्टडीको लेभल। आई स्टडी, स्टडी भनेको चाहिँ भर्ब हो, आई भनेको सब्जेक्ट भयो। अब आईको ठाउँमा सी, ही, इट, वी, दे जे पनि हुनसक्छ। अर्को छ वाक्य सी इज अ टिचर, आई एम अ टिचर, सी इज अ टिचर, यो पनि के हो, सी इज अ टिचर, यो पनि के भयो, सिम्पल सेन्टेन्स भयो। आई एम अ टिचर, आफ्नो प्रोफेसन के हो त्यसरी पनि भन्न सकिन्छ। सेन्टेन्स बनाउने सबैभन्दा मेन हजुरको स्ट्रक्चर भनेको चाहिँ सब्जेक्ट प्लस भर्ब प्लस अब्जेक्ट। अब सब्जेक्ट नभइकन, भर्ब नभइकन, अब्जेक्ट नभइकन चाहिँ सेन्टेन्स बन्दैन। सब्जेक्ट भनेको बुझिहाल्नु भयो, जसले काम गर्छ त्यो सब्जेक्ट हो, सब्जेक्ट जहिले पनि अगाडि हुन्छ। भर्ब भनेको एक्सन हो, जे काम गरिन्छ त्यो एक्सन हो। अब्जेक्ट भनेको रिमेनिङ, बाँकी रहेको, या अब जस्तै एप्पल, बनाना, जे हुन्छ पछाडिको त्यो सबै अब्जेक्ट हो। यसरी चाहिँ हजुरले स्ट्रक्चर प्रयोग गरेर चाहिँ वाक्य बनाउन सक्नुहुन्छ। अब वाक्य बिना चाहिँ हामीले कन्भर्सेसन गर्न सक्दैनौँ, संवाद गर्न सक्दैनौँ। त्यही भएर मेन भनेको चाहिँ संवाद गर्नको लागि चाहिँ वाक्य बनाउन चाहिँ धेरै जरुरी छ। अगाडि चाहिँ सधैँ सब्जेक्ट नै प्रयोग गर्नु होला, त्यसपछिको भर्ब। अब हजुरले नर्मल्ली इङ्ग्लिस बोल्न सिक्नको लागि चाहिँ सब्जेक्ट भनेको सब्जेक्ट भनेको चाहिँ कर्ता हो, काम गर्ने व्यक्ति हो भनेर बुझ्नुभयो भनेदेखि चाहिँ भर्ब आफैले पनि भन्न सक्नुहुन्छ। जस्तै तपाईँ केही गर्दै हुनुहुन्छ भनेदेखि आई वर्क, आई कम माई हेयर, आई बाथ रेगुलरली भनेर पनि भन्न सक्नुहुन्छ है। त्यस्तो सिम्पल सेन्टेन्सहरू प्रयोग गरेर चाहिँ एभ्रिडे कन्भर्सेसन गर्न सक्नुहुन्छ। आजको लागि यति नै। धेरै कुरा सिक्न चाहनुहुन्छ भने चाहिँ मेरो च्यानल इजी लर्निङ ट्युटरलाई चाहिँ सब्सक्राइब गर्नुहोला। अब यस्तै यस्तै रमाइलो र जान्नै पर्ने भिडियो चाहिँ म लिएर आउनेछु। हस्, धन्यवाद। धन्यवाद भनिदेऊ।